गर्न मन लाग्दा मलाई चाहिँ मेरो अगाडि उत्तानो पर्दा हुन्छ। ओ ब्रो के हल्ला र बसेको देऊ न गर। ए त्यत्रो पो छ, यो बुइनीलाई पनि सापडे दिएर यसो सुई लगाइदिनु पर्यो कि। राम 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 के साह्रो सप्रेको क्या दिदीहरूको चाहिँ। यस्तै यस्तै भिडियो लिएर आएको छु गाइस, एकदमै फन्नी अनि एकदमै सेभिङ कमेन्टहरू चाहिँ पढ्न पाइनेछ यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ है त गाइस। गर्न मन लाग्दा मलाई चाहिँ मेरो अगाडि उत्तानो पर्दा माया तिम्रो दुलोभित्र मेरो मुसा छिना पर्ख भन्छौ भने पनि पर्खिदिन्छु। फेरि केटाहरूको कमेन्ट के हो यस्तो, मेरो भाइ उठ्यो अब सुत्दैन के गरौँ। आज भोलि हाम्रो खेतबारीमा किन मुसा यता र उता गर्छ भनेको त दिदीको तिर पल्केर पो रहेछ। फेरि केटाहरूको कमेन्ट के हो, बिचारा बहिनीलाई उकुस मुकुस भएको रहेछ गर्मीले। हो साँच्चै देखिएन, फोनै कोल्टाएर हेर्दा फोनै देखिँदैन त। फेरि दिदीको बुढाको यत्रो छ अरे खोइ के हो, यो हेरौँ यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ है त गाइस। फेरि कमेन्ट के हो, यति ठुलो त छिर्दैन होला। म त कान पनि सुन्दिन आँखा पनि देख्दिन, कमेन्ट त छमछम छुमछुम गरेर पढ्छु। तपाईको हस्बेन्डको कत्रो छ, यत्रो छ यत्रो यत्रो। भन्दा गफ लायो भन्लौ, तर भूतलाई पनि सेतो कपडा किनेर दिने मान्छे मै हो। फेरि कमेन्ट के हो, दुब्लाउनुको राज तँ पनि रहेछ नि आज थाहा पाइयो। यो बहिनीलाई फेरि बैसाले उचालेको हो कि के हो, यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ है त गाइस। फेरि कमेन्ट के खालको आउँछ, ठाडो पारेर हलो धस्काउने बेला त भएको छ। यो दिदीको कमेन्ट फेरि के हो, होमवर्क गर्यौ कि छैनौ बहिनी, भोलि दब्बी भेट्लाउ नि स्कुलमा। यो दाइको दिमागको फेरि त्यो गइरी खेतमा को पानी हाल्न गइसके होला। यो चाहिँ सही हो है, दुनियाँमा कसैले नगरेको दुर्लभ डान्स गर्ने मान्छेलाई चिडियाखानामा राखेर संरक्षण गर्नुपर्छ। यो बुढोले फेरि नाच्दा नाच्दै कत्रो झरेको नि नथाहा पाउने गरी नाच्दिरहेछ। यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ है त गाइस। दिदीको कमेन्टले नै हँस, अर्को बाबुले नि नाच्ने रे, बाहिर निकालिदिनु रे भाइ, आफै नाच्छ रे, मैले भनेको होइन। बिचारा दिदी के देखेर फिदा भयो, हजुरको पोइन्ट देखेर म त फिदा भए दादा। अस्ति सुकाएको ठाउँमा जोन सिनाको हाफ पेन हराएको समाचार आएको थियो, यो भाइले पो लगाएर नाचिरहेको रहेछ। यो पोइन्ट मलाई दिएको भयो हुन्थ्यो, दुईटा बनाएर लाउँथे दसैँको लुगा नै नभएको बेला। बिचारा दिदीलाई गाह्रो परेछ, आँखा पनि कता पुग्छ बिचारा। यो दिदीले हल्लाको हो कि देखाएको हो, यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ है त गाइस। कमेन्ट फेरि के हो, आउँदैछ जाडो भाइ भए सालो, हल्ला नगर भो कालो, माफ पाउल। यो दाइले फेरि घुम्माएर दिइरहेछ, अनुहार त ठिकै हो तर मिलाएर बुझ्नु भन्न खोजेको के हो भनेर। केटी हो, केटाहरूलाई दुःख दिने काम नगर त। अब खाली टाइमलाई सदुपयोग गर्ने हो, हातले चाहिँ दुःख पाउने भयो। चरी उड्यो आकाश छुनालाई, साथीहरू उडे भाँडा धुनालाई, म चाहिँ बसे नेपालमा यस्तो यस्तो भिडियो हेरेर कमेन्ट गर्नलाई। यता न उति गङ्गु दिदीको त साह्रै कापु, यति तारिफ गर्दै बिदा भए।
यो दिदीको जिउ भन्दा के ठुलो भन्ने भिडियो हेरौँ अनि यसको फन्नी फन्नी कमेन्ट पढौँ है त गाइस। कालो रेलेको धुवाले हामी कालो छाता हजुर ओढ्दैन वर्ने। फेरि यो दाइलाई के को याद आयो? सानोमा भुगाटे चोरेको याद आयो। शरीरमा फुल्ने ठाउँमा नफुलेर नफुल्ने ठाउँ फुलेछ र मरेछ त। कुन ब्रान्डको भरिभर रहेछ यार, साह्रै मजा आयो। कुनै नाम छैन र किन्नुहुन्थ्यो। स्याबास छोरी, शत्रुको अगाडि छाती फुलाएर हिँड्नुपर्छ, हार खानु हुँदैन ल। कति ठुलो हुन् के बुबु। आजलाई भिडियो यति नै। कस्तो लाग्यो यसलाई सुझाव अनि प्रतिक्रिया पनि दिन नभुल्नु होला। यस्तै यस्तै भिडियो लिएर आउने छु। सब्स्क्राइब अनि लाइक सेयर अनि कमेन्ट पनि गर्न नभुल्नु होला र यस्तै यस्तै भिडियो चाहिएमा दामी दामी कमेन्ट पनि गर्नु होला।